हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। र आज चाहिँ मेरो पहिलो ब्लग चलिरहेको छ र हामी यो खेतको बाटो हुँदै चाहिँ हामी क्याफेतिर जान थालेछौँ। र बाटो चाहिँ यस्तै है। हामी यो धनै गएन यसको नाम चाहिँ दिप्सन हो। यो म अनि सुगाहरू पनि उड्यो र यति भन्दै चाहिँ अब हामी लाग्दैछौँ यस्तो आलीको बाटो। धन्ने लोटेन त्यहाँ चाहिँ एउटा रोड छ सानो, त्यो रोड हुँदै चाहिँ हामी लक्ष्मणघाट भन्ने ठाउँमा जाँदैछौँ। लक्ष्मणघाट गइसकेपछि चाहिँ हामी क्याफे जान्छौँ। चाहिँ बाटोमा हिँडिरहेको छौँ, घाम लागेको छ जाडो महिनामा। बाट सुरु गरेको छौँ र यति भन्दै चाहिँ हामी क्याफे गएर आएको थियौँ बनगाईको। र हजुरहरू पक्कै सन्चै हुनुहुन्छ होला र हामी पनि सन्चै छौँ र मसँग चाहिँ दिप्सन छ। र चाहिँ हामी क्याफेमा गएर चाहिँ हामी यो चौरको बाटो सर्टकट लिँदै आएको छौँ। र उता चाहिँ हामी उहीँ परबाट आएको थियौँ र अब हामी यो खुटेनीको बाटो भन्ने ठाउँको बाटो हिँड्दैछौँ। र मेरो म्युजिक भिडियो पनि आउँदैछ, मैले म्युजिक भिडियो चाहिँ बायोमा हालिदिन्छु र त्यसमा पनि मेरो सब्सक्राइब गरिदिनु होला। र यो मेरो पहिलो भ्लगमा चाहिँ हजुरले लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। यसको नाम चाहिँ दिप्सन हो। यो नि मसँग क्याफेमा गएर आएको छ र सिधा हेर्नु ल। र चाहिँ आज जाडो महिनामा घाम लागेको छ, चर्को एकदम मजा आएको छ होइन। हामी सर्टकट लिँदै चाहिँ खुटेनी सिन चाहिँ हामी पुग्न थाल्यौँ। यो सायद खुटेनी चौर नै होला होइन। र हामी हिँड्दैछौँ। अब हजुरलाई म अलि अगाडि गएपछि भेट्छु है त। र हामी फेरि चाहिँ अब खुटेनीको बाटो हुँदै पक्का बाटोसिम पुग्यौँ। यो बाटो हुँदै हामी जान्छौँ र एकदमै ठक्कै लागेको छ हिँड्दै र अहिले हामी 4 नम्बर पनि जानेछौँ। 4 नम्बर वायरलेस माइक भन्ने मगाएको छ, 4 नम्बर आएको छ अरे, अहिले जान्छौँ हामी लिन त्यो पनि। हामी हिँड्दैछौँ, एकदम चर्को घाम लागेको छ होइन। चाहिँ अब हामी यहीँ खटखटिया बाटो भन्ने ठाउँमा चाहिँ एकदमै बिग्रेको बाटोमा आयौँ। धुलो मुलो खाँदै अब हामी घरतिर जाँदैछौँ होइन। दिप्सन पनि हिँडिरहेको छ, एकदमै घाम भएको छ, ट्याक्क सिधा घाम आएर निरहेको छौँ त्यो पनि निरहेको छ होइन। के बोलौँ भयो पहिलो भ्लगमा त्यहाँदेखि केही छैन, बोलाउँ जे आउँछ के साउन्ड आयो त्यो। लागिरहेको छौँ, एकदमै गाह्रो भएको छ बाटो भने खटखटिया छ, एकदम खटखटिया हो के भन्छ, कच्ची बाटो छ होइन। हामी पिपलको बोटको मुनि आउँदैछौँ।
एकदमै शीतल मिलिरहेको छ र हामी यहाँ ट्याक्क हिँडिरहेको छौँ। अहिले यहाँ सुटुक्क के भनिरहेको छ, अहिले चुप्प लाग्यो। र अब हामी यहाँ पिपलको बोटमा आयौँ होइन, एकैछिन पिपलको बोटमा एकैछिन बसौँ है त, एकैछिन बसौँ होइन। यहाँ पिङ पनि छ, पिङ पनि खेल्दैौँ होइन। हामी चाहिँ खुटेनी भन्ने ठाउँको चाहिँ पिङ खेल्न आइरहेको छौँ। यी